मिति 2081 साल श्रावण 22 गतेका दिन करिब बिहानको 9 बजेको समयमा मुसिकोट नगरपालिका वडा नम्बर 1 थामडाँडा अन्तर्गत पर्ने केही विकट ठाउँमा कटौजी बिसौना भन्ने ठाउँमा पहिरो गएको थियो। यो मौसमजन्य विपद परेको थियो। त्यस घटनामा दुई परिवारका उमबहादुर विक, हुकुमबहादुर विक, रियान्सी विक र एकजना आमा हुनुहुन्थ्यो। उहाँको नाम चाहिँ याद भएन अहिले। उहाँको मृत्यु पनि भएको थियो घटनास्थलमै। र घाइतेमा विष्णु परियार र उहाँकै श्रीमती मुना परियार घाइते हुनुभएको थियो। उहाँको खुट्टामा, दुवैजनाको खुट्टामा एकदमै छेदविच्छेद तरिकाले चोट लागेको थियो। त्यसैमध्ये दुई परिवारमध्ये जुन विष्णु परियारको आमा हुनुहुन्छ, आमा र रियान्सी विक मृत्यु पनि हुनुभएको थियो। र उमबहादुर विक र हुकुमबहादुर विक फेरि बाउ छोरा, उहाँहरू पनि मृत्यु भयो। त्यसकारण त्यो घटनाले एकदमै ओडालाई, नगरलाई एकदम विक्षिप्त पुर्याएको थियो। उहाँहरू परिवारलाई पनि ठुलो क्षति पुर्याएको थियो। त्यति पहिरो गइसकेपछि त्यो ठाउँमा केही वर्ष अगाडि पनि फेरि पहिरो गएको हामीलाई स्मरण छ। त्यहाँ पनि दुईजना मृत्यु भएको थियो र केही घर परिवार विस्थापित हुने अवस्था थियो। पटक पटक भिरालो र कच्ची जमिनको कारणले गर्दाखेरि त्यो ठाउँ बस्नको लागि एकदमै खतरा भएको कारणले पछिल्लो टाइममा त्यही श्रावण 22 गतेको घटनापछि ओडा नगर को त्यहाँ ध्यान एकदम केन्द्रित भएको थियो। त्यहाँ बस्नलाई खतरा भएको कारणले हामीहरूले त्यो ठाउँलाई स्थानान्तरण गर्नुपर्छ, ती बस्तीहरूलाई स्थानान्तरण गरेर सुरक्षित ठाउँमा लानुपर्छ भन्ने हामी प्रक्रियामै थियौँ। फलस्वरूप आज हामीले सोही ठाउँका बासिन्दाहरूलाई प्रक्रियागत रूपमा पुरै उहाँहरूले जग्गा उपलब्ध 50% अनुदानमा उहाँहरूलाई जग्गा पालिका मार्फत जग्गा उपलब्ध गराएर उहाँहरूलाई आज हामीले उहाँहरूको जग्गा ध्वनि पूर्जा वितरण गर्ने काम गरेका छौँ। त्यो विस्थापित हुनेहरूमध्ये झन्डै 20-22 घरलाई हामीले उपलब्ध गराउने पर्ने जग्गामध्ये अहिले 15 घर परिवारलाई हामीले जग्गा उपलब्ध गराएका छौँ। त्यसकारण उहाँहरूलाई हामीले वहीँ सोही ठाउँमा गएर नगरपालिका, स्थानीय हामी जनप्रतिनिधि, स्थानीय क्रियाशील पार्टीका प्रतिनिधिहरू र स्थानीय सङ्घ संस्थाका प्रतिनिधिहरू राखेर रोभरमा हामीले त्यहाँ उहाँहरूलाई जग्गा उपलब्ध गराएका छौँ। बाँकी 5-7 घरलाई नै हामी प्रक्रियामै छौँ, उहाँहरूलाई उपलब्ध गराउनेछौँ। र यो जग्गा उपलब्ध गराउने क्रममा यो घटना हुँदा म त्यतिखेर निर्वाचित थिएन। म उपनिर्वाचनमा निर्वाचित भएर आए पश्चात केही प्रक्रियाहरू अगाडि बढिसकेको अवस्था पनि हो। र म निर्वाचित भएर आइसकेपछि त्यहाँ ठुलो चिन्ता चासोको कारणले मैले सम्बन्धित ठाउँमा कहाँ हार गुहार गर्नुपर्छ, प्रक्रिया पुर्याउनुपर्छ, नीतिगत कुराहरू पुर्याउनुपर्छ, त्यो सम्पूर्ण एकदमै लागि परेर स्थानीय रामराज घिमिरे, भोमा खरेल, हरिशङ्कर केसी लगायतको यस्तो त्यहाँको स्थानीय चासो लिने व्यक्तित्वहरूबाट पनि सहयोग लिएर हाम्रै पालिकाका प्रशासकीय अधिकृत भयो, प्रशासन शाखा, लेखा शाखा अनि नापी विभागबाट जुन अमिन हुनुहुन्छ, अझ विशेष सहयोग गर्ने हुने यस भूमिकामा लक्ष्मण सरलाई सम्झिन चाहे। नापी कार्यालय तम्घासका कर्मचारीहरू, मालपोत कर्मचारी कार्यालयका हाकिम सूर्य समय लगायत सम्पूर्ण कर्मचारी, लेखापढीका कर्मचारीहरूलाई पनि म यस कार्यक्रममा, यस प्रक्रियालाई सघाउनु हुने। अझ त नेपाल सरकारको अहिले प्रावधान के रहेछ भन्दा एउटा जग्गाबाट एकपटक मात्रै, एक आर्थिक वर्षमा एकपटक किता कट गर्न पर्ने ठाउँमा हामीले जबकि 4वटा किताबाट पास लिँदाखेरि 24वटा किता गराएरसम्म त्यो प्रक्रिया नीतिगत रूपमा सघाउनु भयो। प्रशासनदेखि लिएर नापी विभाग, मालपोतले आफ्नो जहाँ विभाग बुझ्न पर्ने हो, उहाँहरूले त्यो प्रक्रिया पुऱ्याएर अहिले हामीलाई 24वटा किता पास गर्ने जुन अवसर मिलाइदिनु भयो, सहयोग गर्नुभयो। म यसरी खट्नुहुने सम्पूर्णलाई विशेष धन्यवाद नै दिन्छु। अब आगामी दिनहरूमा मौसम जन्य विपदमा परेका घरहरूलाई पुनर्वास गराउने कुरा, अनि आएर सुरक्षित आवासका कुरा होला, त्यहाँ नमुना बस्तीको कुरा होला। हामी त्यहाँको स्थानीयदेखि ल्याएर, यहाँ ओडादेखि ल्याएर पालिकाबाट कहाँ हार गुहार गर्नुपर्ने भयो। आउने आर्थिक वर्षमै त्यहाँ नमुना बस्ती गराउने तयारीमा छौँ। यो हाम्रो
कार्यको लागि उहाँहरूको त्यो घरवास व्यवस्थाको लागि यो जिटिभी सुन्नुहुने सम्पूर्ण यसै टिभी मार्फत मैले यहाँहरू सम्पूर्णलाई अपिल गर्छु कि यस कार्यक्रमलाई सहयोग गर्नुहुनेछ भन्ने म यहाँहरू सम्पूर्णलाई म आशा व्यक्त गर्दै जो खटिनु भयो यो कार्यक्रमलाई म फेरि पनि उहाँहरूलाई धन्यवाद दिन चाहन्छु र त्यो घटनामा जुन पहिरोमा परेर मृतक भएका मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली र अझै पनि विष्णु परियार मुन्ना परियार आंशिक रूपमा अपाङ्गता हुनुहुन्छ उहाँहरूको पनि फेरि पुनः स्वास्थ्य लाभको कामना गर्छु। त्यो पहिरोमा तपाईँको खास गरेर प्रत्यक्ष प्रभावित भएका भनेका 2 घर परिवार मात्रै हो। 2वटा घर परिवारका मान्छेहरू च्यापेर मरेको अवस्था नि हो र घाइते भएको र घर बङ्गाल भत्किएको अवस्था हो। तर ओरपरका त्यो पुरै जोखिम भएको कारणले त्यो बस्ती नै सार्न पर्ने हामीले देखेर अहिले त्यो बस्ती नै अहिले त्यहाँ एक घर पनि बसेको अवस्था छैन। माथि थामडाँडाको सम्म ठाउँमा आएर एकदम अरूको घरमा भाडामा कोही आश्रय लिएर बसेको अवस्था छ। अब छिट्टै हामीले उहाँहरूलाई सार्ने जमर्को गरिरहेका छौँ। त्यो ठाउँ नै पहिलेदेखि उहाँहरूको पुर्ख्यौली घर नै हो। दलित समुदाय बस्नु भएको छ। विशेष गरेर बिक परिवार हुनुहुन्छ। अहिले आएर त्यहाँ एक घर विष्णु परिवार पनि मिसिनु भयो, दलित नै हो। तर हामीले स्थानान्तरण गर्ने कुरामा क्षेत्री समुदाय पनि पर्नु भएको छ अहिले। किन भन्दाखेरि त्यो साइड लगायत माथि डाँडामा पनि घरहरू नभएकालाई अलिकति जोखिम भएकालाई 1-2 घरलाई हामीले त्यसमा समावेश गरेर राखेका छौँ। यस्तो छ। बाँकी अहिले तत्काल हामीले गर्नुपर्ने के छ भन्दा उहाँहरू एकदमै अहिले समस्यामै भयो। समस्या त सबै नै हो, तर के भयो भन्दाखेरि साझेदारीमा जग्गा अनुदान गर्नुपर्ने एउटा नीतिगत कुरा भयो। कोही घर परिवारको कस्तो रह्यो भन्दाखेरि अहिले केही पर्सेन्ट भए पनि उहाँहरूले पैसा समावेश गर्न नसक्ने भएको कारणले उहाँ रोकिनु भएको छ। कोही यहाँ बसोबास नभएर बुटोल काठमाडौँ अन्यत्र बसेको कारणले नि भएको छ। अब यो विशेष गरेर पैसा साझेदारी गर्न नसक्नेहरूको लागि एउटा नीतिगत अथवा डोनरहरू कसरी हुन्छ यो प्रक्रियागत हामी लागिरहेका छौँ। उहाँहरूप्रति चिन्ता नै छ। अब विशेष गरेर नीतिले त दिन्न जस्तो लाग्छ पुरै अनुदान दिन। जे होस् कोही मनकारी डोनरहरू हुनुहुन्छ, हामी त्यो प्रक्रियामा छौँ।